Hello and Happy New Year 2083 guys. आज चाहिँ नयाँ साल 2083 को 1 गते केटाहरू सबैले म एक्लैलाई छोडिराखेर उनीहरू मात्र माथि गोकर्ण भेन्डो पाखा भन्ने ठाउँमा भाले खानु गएको छ अरे। सो भिलेजको हेर्नु जाउँ है त के गर्दै रहेछ यो केटाहरू। सुटुक्का लाएर मैले नै उनीहरूलाई आउँदैछु भन्ने खबर दिएको छैन। केटाहरू मस्त खाएर टिभीमा बसिरहेको होला। अब ड्रिङ्क्स नगर्ने मान्छे त्यही भएर इन्भाइट नै गरेन यार। बाटो जाँदा चाहिँ अलिक छोटो बाटो पर्छ। छोटो बाटोतिरै लाग्यो। बाटो चाहिँ उता माइती नेपालबाट अलिक छोटो पर्छ गाइस। तर म चाहिँ यो अलिकति बडी पिच भएकोले गर्दाखेरि 1-2 किलोमिटर लामो बाटो नै जाँदैछु। माइती नेपालको बाटोहरू बिचमा ढलान त 90% त ढलान नै भइसकेको छ सानो चाहिँ। तैपनि मलाई चाहिँ यस्तै गर्दा सजिलो लाग्छ। त्यही भएर म चाहिँ नामगेल चोकतिरबाट नामगेल बस स्टपबाट जाँदैछु है। बाइक चाहिँ 155 सीसीको भए पनि एकदमै पावरफुल छ। एक्सआर 190 को तुलनामा चाहिँ यसको पावर अलिक बेटर लाग्छ मलाई चाहिँ। पावर पर्फर्मेन्स सक्सहरू चाहिँ एक्सआर 190 चाहिँ अलिकति फ्लेक्सिबल छ भने चाहिँ यो चाहिँ विशेष गरी WR 155 चाहिँ अफरोड फोकस गरेको हुनाले एकदमै स्टेबल छ। अफरोडमा चाहिँ एक्सआर 190 भन्दा WR नै बेस्ट लाग्छ मलाई चाहिँ। थोरै 1.5 किलोमिटर जति चाहिँ अफरोड छ यसमा। माइलेज पनि एक्सआर 190 को भन्दा चाहिँ 10 किलोमिटर जति पर लिटर बढी दिन्छ है त WR 155 ले चाहिँ। कसको भयो? कसको भयो ल? ए बुद्धिको? ए सानो बुद्धि आऊ।